हेलो साथीहरू, गुड मर्निङ एभ्रिवान। आज चाहिँ म चाहिँ दाल खुट्टी बनाएर खान्छु भनेर अस्तिदेखि सोचिरहेको थिएँ। अनि मैले चाहिँ लिन जानु पर्यो भनेर रेडी हुँदैछु। यसो बाहिरतिर हिँड्दाखेरि त डरिन्छ नि त, त्यही भएर सनस्क्रिन लगाएँ हतार हतार। अनि लिएर म मजाले सफा गरेर दाल हिजै भिजाएको थिएँ, अनि सफा गरेर पकाउन लागेको छु। मलाई चाहिँ एकदम स्पाइसी खानु मन लाग्छ होइन, तर किन अहिले अचेल भोलि चाहिँ गर्मी छ नि त, धेरै स्पाइसी खानु नि जसो तसो युट्युबमा हेर्दै यसो रमाइलो गर्दै बनाउँदैछु होइन। बनाउने चाहिँ प्रयास गर्दैछु। यो चाहिँ मेरो फर्स्ट टाइम हो क्या। अनि अस्तिदेखि युट्युबमा हेर्छु अनि खानु मन लागिरहेको थियो, अनि बनाउँछु भने एक दिन चाहिँ सोचिरहेको थिएँ। अनि आज ठ्याक्कै मिल्यो। अनि साथीहरू, मेरो यो सिलौटोलाई चाहिँ इग्नोर गरिदिनु होला जे भए पनि। यो चाहिँ मेरो पहिलोचोटि रुम सर्दाखेरि काठमाडौँ बस्दाखेरि मेरो माइली दिदीले मोरङदेखि पठाइदिनु भएको, धेरै माया लाग्छ क्या। अनि मैले यसरी पानी हालेँ अनि ठ्याक्कै रेडी नै भयो। अनि लोकल घरदेखि पठाइदिनु भएको चामल र अनि मैले यो दाल खुट्टी बनाएकोसँग खानु पर्यो भनेर हेर्नुहोस्, म बसेको तातो तातो छ कि। तर कति खान्छु भनेको खानै सकिनँ क्या, मैले चाहिँ धेरै खानै सकिनँ। अनि मैले यो फर्स्ट टाइम भिडियो पनि बनाएको, अनि सबैजनाले हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै माया अनि मिठो सम्झना। बाई बाई साथीहरू, आजलाई यति नै मेरो भिडियो चाहिँ। बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला साथीहरू। बाई बाई।